आलु उत्पादनमा वृद्धि गर्दै किसानहरूलाई आलु खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले विक्रम सम्वत 2032 सालमा आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकको स्थापना भएको हो। आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले नवीनतम कृषि प्रविधिहरूको भरपूर प्रयोग गरी आलु बालीको विकास तथा गुणस्तरीय बिउ उत्पादनमा उल्लेख्य योगदान पुर्याएको छ। व्यावसायिक आलु खेती गर्नेहरूको लागि त झन् आलु बाली विकास केन्द्र निगाले वरदान नै साबित भएको छ। केन्द्रले आलुमा आधुनिक प्रविधिको प्रयोगबाट आलुका विभिन्न पुस्ताका बिउ उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। हामीले आलु बाली विकास केन्द्र निगाले बनाएको टिस्यु कल्चर ल्याबबाट बनाएको इनभिट्रो प्लान्टबाट र स्क्रिन हाउसमा बनाएको जुन पिबिएस बिउलाई कृषकलाई दिने गर्छौँ। कृषकलाई दिँदाखेरि चाहिँ कृषकले उत्पादकत्व कसरी बढाउने भनेर यहाँ मैले केही देखाउन खोजेको छु। उहाँहरूले पिबिएस दाना 500वटा लिएर जानुभयो भने गुणस्तरीय यसलाई चाहिँ प्रजनन बिउ भन्छ। 500वटा पिबिएस दानाले प्रजनन बिउले कृषकले लिएर गइसकेपछि उहाँहरूले 75 केजी मूलबिउ उत्पादन गर्नुहुन्छ। 75 केजी मूलबिउ उत्पादन गरिसकेपछि उहाँहरूले फेरि त्यो 75 केजीबाट 750 केजी प्रमाणित प्रथम बिउ उत्पादन गर्न सक्नुहुन्छ। प्रमाणित प्रथम बिउबाट 750बाट 7500 केजी प्रमाणित द्वितीय बिउ उत्पादन गर्न सक्नुहुन्छ। यो प्रमाणित द्वितीय बिउबाट फेरि 75 टन उन्नत बिउ उत्पादन गर्न सक्नुहुन्छ। 75 टन उन्नत बिउले 50 हेक्टरको लागि उहाँहरूले आलु लगाउन सक्नुहुन्छ। र खाएन आलु एकदम गुणस्तरीय खाएन आलुहरू र बजारमा एकदम माघ बमोजिमको उत्रै आकारका प्रकारका र कलरका आलु उत्पादन गरेर बिक्री गर्न सक्नुहुन्छ। यसले गर्दाखेरि उत्पादकत्व पनि बढ्यो, कृषकले पैसा पनि बढी कमाउनु भयो। 108 रोपनी क्षेत्रफलमा आलु बालीको विकास तथा प्रवर्धनको काम गरिरहेको उक्त केन्द्रले तन्तु प्रजनन प्रविधिको प्रयोग गरी नेपालका विभिन्न क्षेत्रहरूमा सिफारिस गरिएका आलुका जातहरूको गुणस्तरीय बिउ उत्पादन गरिरहेको छ। सीमित स्रोत र साधनका बावजुद पनि केन्द्रले आलुको विकास तथा बिउ उत्पादनलाई प्रभावकारी बनाएको छ। यस वृत्तचित्रमा आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले आलु बालीको विकास, गुणस्तरीय बिउ उत्पादन तथा प्रविधिको प्रचार प्रसार गरी आलु प्रवर्धनका लागि गरेका कार्यक्रमहरू समेटिएको छ। आलु बाली विकास केन्द्र निगाले आलुको गुणस्तरीय बिउ उत्पादन र कृषकको क्षमता अभिवृद्धिको काम गर्दै आएको छ। आलुको बिउ मात्र गुणस्तरीय हुँदा पनि 40% उत्पादन बढ्ने आलु बाली विकास केन्द्रको भनाइ छ। आलु बाली विकास केन्द्र निगाले स्पेसली दुईटा काम गर्छन्। दुईटा काम मध्ये एउटा चाहिँ गुणस्तरीय बिउ उत्पादन गर्ने, अर्को चाहिँ कृषकको क्षमता अभिवृद्धि गर्ने काम गर्छौँ। जसले गर्दाखेरि गुणस्तरीय बिउले मात्रै पनि हामीले 40% उत्पादन बढेको रेकर्ड छ भने कृषकको क्षमता अभिवृद्धि गर्दाखेरि उहाँहरूको आफ्नै बारीमा उत्पादन बढ्छ र त्यो उत्पादन बढ्दाखेरि चाहिँ आलु हामी देशलाई आत्मनिर्भर हुन सक्छौँ भनेर हामी अगाडि बढेका छौँ। जुनसुकै बालीमा पनि उत्पादन बढाउनको लागि गुणस्तरीय बिउको आवश्यकता पर्दछ। गुणस्तरीय बिउ प्रयोग गर्दा बालीमा लाग्ने रोग किराहरू कम हुने केन्द्रको भनाइ छ। गुणस्तरीय बिउको प्रयोग गर्न सकिएमा उत्पादन बढाई राम्रो मुनाफा समेत कमाउन सकिनेछ। प्रजनन बिउबाट मूलबिउ निकाल्ने, मूलबिउबाट प्रमाणित प्रथम निकाल्ने, प्रमाणित दोस्रो निकाल्ने र उन्नत निकाल्ने, यो चक्रलाई पूर्ण गरियो भने बिउ पनि बाहिरबाट लिएर आइरहेको छ। त्यो चाहिँ ल्याउनु पर्ने अवस्था छैन र कृषकले आफैले जगेडा गरेको बिउ पनि लगाउनु भएको छ। त्यो जगेडा गरेको बिउ पनि लगाउनु पर्ने अवस्था हुँदैन, जसले गर्दाखेरि स्वस्थ आलु उत्पादन गर्न सकिन्छ, भाइरस मुक्त आलु उत्पादन गर्न सकिन्छ, रोग प्रतिरोधी आलु उत्पादन गर्न सकिन्छ र उत्पादकत्व बढाउन सकिन्छ। र बिउ आलु उत्पादन गर्दै जाँदाखेरि बिउ नै बेचेर पनि कृषकलाई फाइदा हुन्छ। आलु बाली विकास केन्द्र निगाले आलुमा प्रयोग हुँदै आएको पोटासको रेसियोका बारेमा पनि अध्ययन तथा परीक्षण गरिरहेको छ। आलुको संख्या वृद्धि गर्नका लागि पोटासको महत्त्वपूर्ण भूमिका हुन्छ।
पोटास प्रयोगको राष्ट्रिय मापदण्ड समेत निर्धारण गरिएको छ। आलु बाली विकास केन्द्र निगालेले अहिले पोटासको प्रयोगमा राष्ट्रिय मापदण्ड अनुसार घटाउँदा र बढाएर प्रयोग गर्दा कस्तो नतिजा आउँछ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। यसमा चाहिँ हामीले आज विभिन्न हाम्रो अफिसमा चाहिँ रिसर्चको ट्रायल भइरहेछ। यहाँ चाहिँ हामीले के गरेछ भने आलुको चाहिँ त्यसको आलुको ट्युबर चाहिँ मेच्योर हुनको लागि र त्यसको आलुको ट्युबरको सङ्ख्या बढ्न इल्ड ठुलो सङ्ख्यामा बढ्नको लागि पोटासको चाहिँ एकदम महत्त्वपूर्ण रोल हुन्छ कि त्यसको लागि हाम्रो आलुको चाहिँ पोटास चाहिँ अनि विभिन्न मलहरू युरिया पोटास र अर्को हाम्रो फस्फोरस चाहिँ कति मात्रामा हाल्ने एउटा नेसनल स्ट्यान्डर्ड डोज छ। तर हामीले त्यसमै मेनली अरू हामीले युरिया र फस्फोरसमा चाहिँ हामीले डिएपीमा चाहिँ प्ले गरेको छैनौँ। तर पोटासलेको चाहिँ मेन रोल भनेको के हो भनेपछि पोटासको चाहिँ उसले चाहिँ रोगसँग लड्न सक्ने र पोटासले अनि हाम्रो ट्युबरलाई छिटै मेच्योर हुने र छिटै डर्मेन्सी पनि ब्रेक हुने मेन त्यसको काम छ पोटासको। अनि त्यही भएर पोटासले कस्तो गर्छ त भनेर हामीले चाहिँ नर्मली हाम्रो यसमा चाहिँ 3टा रेप्लिकेसन छ। यो 3टा रेप्लिकेसनमा चाहिँ हामीले पोटासको डिफ्रेन्ट रोल हाम्रो नेसनल डोज भन्दा त्यसले कम गरेर कस्तो आउँछ र बढाएर पनि हामीले नर्मली स्ट्यान्डर्ड चाहिँ 60 kg पर हेक्टर छ भनेपछि हाम्रो नेसनल डोजमा पोटासको चाहिँ त्यसमा हामीले 60मा बढाउँदै 90 र 120 सम्म कस्तो छ भने डिफ्रेन्ट डोजहरू र कम गरेर अनि कति हुन्छ त भनेर हेरेर हामीले यो रिसर्च प्लटमा चाहिँ पोटासले जसले गर्दा आलुको ट्युबर सङ्ख्या बढोस् हैन त्यसपछि त्यसको म्याच्योर पनि होस् र डर्मेन्सी पनि ब्रेक होस् भनेर हेरिरहेको छौँ यो रिसर्च प्लटमा चाहिँ। आलु बाली विकास केन्द्र निगालेमा आधुनिक ल्याबको व्यवस्था रहेको छ। तन्तु प्रजनन प्रविधिको प्रयोगबाट सिसाको जारमा भाइरस मुक्त आलुको बेर्ना उत्पादन गरिन्छ र उक्त इन भिट्रो बिरुवालाई स्क्रिन हाउसमा लगाई पूर्व मूल बिउ आलु उत्पादन गरिन्छ। आलु उत्पादन गर्नको लागि सानो इनपुट भनेको एउटा गुणस्तरीय बिउ रहेछ। गुणस्तरीय बिउ आलुले मात्रै गर्दाखेरि पनि उत्पादकता बढ्ने भएको हुनाले हामी आलु बाली विकास केन्द्र निगालेले यो गुणस्तरीय बिउको काम गर्छौँ। यसमा 2टा प्रकारको बिउ छ। यो पिबिएस आलु हो। यसलाई चाहिँ प्रजनन बिउ भनेर भनिन्छ, पूर्व मूल बिउ पनि भनेर भनिन्छ। भने यो निकाल्नको लागि टिस्यु कल्चर ल्याब हुनुपर्छ र हामीसँग अनुमति पत्र छ। नेपालमा कुल जम्मा 8वटा सरकारी र निजी क्षेत्र गरेर 8वटा संस्थालाई अनुमति पत्र छ भने हामीसँग पनि अनुमति पत्र छ र यो अनुमति पत्र लिएर हामीले यो पिबिएस बिउ निकालिन्छ। यो निकाल्नको लागि टिस्यु कल्चर ल्याबमा यसरी इनभिट्रो प्लान्ट निकाल्नु पर्दछ। यसलाई नार्कबाट मदर कल्चर लिएर आएर हामीले आफ्नै टिस्यु कल्चर ल्याबमा सिङ्गल नोड कटिङ गरेर यो भित्र बिरुवा निकालेको छौँ। यो आलुको बिरुवा हो र यो आलुको बिरुवालाई हामीसँग भएको स्क्रिन हाउस जुन चाहिँ सरकारी मापदण्ड पुगेको स्क्रिन हाउस छ त्यसमा गएर रोपण गर्छौँ। रोपण गरिसकेपछि यो बिरुवा हुर्किसकेपछि त्यसमा फल्ने भनेको यो पिबिएस बिउ हो। यो चाहिँ कृषक समूह र सहकारीलाई बिउ उत्पादन र बिक्री गर्ने अनुमति पत्र लिनुभएको छ भने उहाँहरूलाई यो बिउ दिन्छौँ। यो बिउ दिइसकेपछि उहाँहरूले विभिन्न स्टेजमा बिउहरू उत्पादन गर्नुहुन्छ र अन्तिमको स्टेजमा चाहिँ उन्नत बिउ भनेर खायनको लागि बेच्नुहुन्छ। त्यसमा हामीले 500 दाना लिएर गयो भने कृषकले 4 चक्र पुरा गरिसकेपछि अनि खायनमा को लागि भनेर लगाउन दिनुहुन्छ र खायनमा उत्पादन गर्न सकिन्छ। र हामीले यो पिबिएस बिउ निकाल्दाखेरि हामीले विभिन्न ग्रेडिङ गर्छौँ। विशेष गरेर हामीले बेच्दाखेरि चाहिँ पिबिएस बिउ बेच्दाखेरि 18 रुपियाँमा 5 ग्रामभन्दा माथिको पिबिएस दानालाई एउटालाई 18 रुपियाँ पर्छ। त्यो 18 रुपियाँमा बेच्छौँ भने यसको अर्को ग्रेड पनि हुन्छ 1 देखि 5 ग्रामको र अरू न्यून स्तरको ग्रेडहरू चाहिँ हामी खासै बेच्ने गर्दैनौँ भने जुन चाहिँ 5 ग्रामभन्दा माथिको चाहिँ कृषक समूह र सहकारीलाई दिने गर्छौँ। आलु बाली विकास केन्द्र निगालेले रासायनिक विषादीको प्रयोग नगरी आलु उत्पादन गर्नका लागि परीक्षण समेत गरिरहेको अवस्था छ, जसको लागि माटो र बालीलाई फाइदा हुने खालको सूक्ष्म जीवहरूको प्रयोग गरिएको आलु बाली विकास केन्द्र निगालेले जनाएको छ। हामीले यो आलु बाली विकास केन्द्रको सी ब्लकमा विषादीहरू रासायनिक विषादीहरू प्रयोग नगरिकन अनि यहाँ चाहिँ हाम्रो बाली बिरुवालाई फाइदा गर्ने खालका सूक्ष्म जीवहरूको चाहिँ प्रयोग गरेका छौँ। यहाँ चाहिँ 80 वर्ग मिटर एरियामा हामीहरूले 4वटा चाहिँ प्लटमा चाहिँ बाँडेर हैन रेप्लिकेसनमा बाँडेर हामी चाहिँ रोजिटा जातमा चाहिँ स्युडोमोनास टाइगोडर्मा अनि फस्फेट सल्भोलाइजिङ ब्याक्टेरियाको चाहिँ हामीहरूले छुट्टै पनि यसमा प्लट वाइज राखेका छौँ, मिक्स गरेर पनि राखेका छौँ। त्यसो गरेर राख्दाखेरि चाहिँ यहाँको उत्पादन चाहिँ कस्तो हुन्छ त भनेर यसको चाहिँ परीक्षण गर्न खोजेको हो। अब यो अहिलेको बिरुवाको ग्रोथ हेर्दाखेरि
यसको वृद्धि विकास सबै चिज हेर्दाखेरि अहिलेसम्म रोग किरा आदि इत्यादिले आक्रमण गरेको देखिँदैन। अब हामी यसलाई असारको अन्तिमतिर चाहिँ यसको खन्ने काम गर्छौँ, हार्भेस्ट गर्ने काम गर्छौँ। त्यति बेलासम्म चाहिँ हामीहरूले यो फस्फेट सोल्भोलाइजिङ ब्याक्टेरिया स्युडोमोनास लगायतका सूक्ष्मजीवहरूको चाहिँ हामी 15-15 दिनमा चाहिँ हामीहरूले स्प्रे गरेर प्रयोग गर्दै हेर्छौँ। अहिलेसम्म एकदम राम्रो देखिरहेको छ। मलाई विश्वास छ यसबाट चाहिँ अभियसली उत्पादन चाहिँ राम्रो आउँछ। आलुको उत्पादन वृद्धि गर्नका लागि आलु बाली विकास केन्द्र निगालेले नयाँ नयाँ जातको आलुहरू परीक्षणको रूपमा लगाउँदै आएको छ। लक 7, लक 14, क्विन 9 लगायतका नयाँ जातको आलुहरू अहिले परीक्षणको रूपमा लगाइएको छ। यसमा हामीसँग लङ 7, लङ 14 अनि आएर युन 105, क्विन 9 जस्ता जातहरू छन्। ती जातहरूसँग फेरि हामीहरूले यहीँ लगाइराखेको र यहाँ एडप्ट भइसकेका जनकदेव, रोजिटा जस्ता जातसँग के गरिरहेका छौँ, तुलनात्मक रूपमा चाहिँ अध्ययन गरेका छौँ। त्यो मध्येको चाहिँ यो हेर्न सक्नुहुन्छ, यसो डाँट भएको चाहिँ यो रातो बोक्रा भएको यो चाहिँ क्विन 9 भन्ने जात हो। यतातिर चाहिँ यसलाई चाइनिज 10 नम्बर भनेर पनि भन्नुहुन्छ हाम्रो कृषकहरूले। चाइनाको पनि सिन्चुवान र यो तिब्बतियन क्षेत्रमा चाहिँ सफल परीक्षण भइसकेका जात हुने नि। आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले आलुको जातीय छनौट अनुसन्धानमा विभिन्न चाइनिज आलुहरू समेत समावेश गरी अनुसन्धान गरेको छ। हामीले चाइना नेपाल एग्रिकल्चर टेक्नोलोजी कर्पोरेसन प्रोजेक्ट जुन नेपालको नर्दर्न हिली रिजन्समा लागू गरिएको थियो र त्यसमा 12वटा भेराइटीलाई इन्ट्रोड्युस गरिएको थियो हाम्रो पहाडी क्षेत्रहरूको लागि। त्यसमध्ये हाम्रो 6-7वटा भेराइटी सुपेरियर देखिएको थियो। त्यसमा पनि हामीले थप अध्ययन अनुसन्धान गरी यस वर्ष एउटा भेराइटीलाई रेजिस्ट्रेसनको प्रोसेसमा लागिरहेछौँ र यसरी डाटा एनालाइसिस गर्दाखेरि हामीले क्विन 9 जस्ता भेराइटीहरू हाम्रो उत्पादनको हिसाबले, रोग प्रतिरोधात्मक क्षमताको हिसाबले अरू जातहरू हाम्रो स्थानीय जातहरूमा भन्दा अलि राम्रो देखिएको हुनाले यस वर्ष हामी बियोभिजन गुणस्तर नियन्त्रण केन्द्रको सहकार्यमा यी जातहरूबाट डाटाबाट आउने जुन सबैभन्दा राम्रो जात हुन्छ त्यसलाई रेजिस्ट्रेसनमा लानेछौँ। आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकमा राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रम नार्कले समेत विभिन्न जात तथा रोग सम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएको छ। राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रमले आलुका नयाँ जातहरूको विकास गर्नको लागि काम गर्छौँ। त्यो क्रममा आलुको जातहरू चाहिँ मुख्यतः आलुको प्रमुख समस्याको रूपमा देखिएको रोग भनेको पछौटे डडुवा भन्ने रोग हो। त्योसँग कति प्रतिरोधी जातहरू छन् भन्ने कुराको चाहिँ एउटा चाहिँ स्क्रिनिङ गर्छौँ हामी। त्यसको चाहिँ पत्ता लगाउनको लागि त्यो उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कति छ भन्ने थाहा पाउनको लागि हामी विभिन्न ठाउँहरूमा त्यसको परीक्षण गर्छौँ। त्यो मध्ये उच्च पहाडी इलाकाहरूमा हाम्रा जातहरूले कतिको रोग प्रतिरोध गर्छन् भन्ने कुराको जानकारीको लागि चाहिँ हामीले यो ठाउँलाई यो उच्च पहाडी इलाकाको एउटा प्रतिनिधित्व गर्ने ठाउँको हिसाबले रोग सहन सक्ने क्षमताको परीक्षणको लागि चाहिँ यहाँ त्यो ट्रायल हामीले गरेका हौँ। विश्वविद्यालयमा कृषि सम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीहरू आलुको अध्ययन तथा थेसिसका लागि समेत आलु बाली विकास केन्द्र निगाले आउने गरेका छन्। व्यवहारिक अध्ययनका लागि यहाँ आउने विद्यार्थीहरूले किताब अध्ययन गर्नु र व्यवहारिक रूपमा अभ्यास गर्नुमा धेरै नै फरक अनुभव गर्ने गरेका छन्। यहाँ आउँदा अब हामी गर्ने ठाउँबाट आएको, मेन त यहाँ धेरै चिसो फागुन महिनामा आइयो। अनि अरू चाहिँ आलुको अब हामी बोटै नदेखिकन पढाइ मान्छे पऱ्यौँ। अनि अहिले यहाँ आएर विभिन्न जातहरू अनि त्यसको सबै फुलदेखि लिएर पातहरू सबै हेरेर बसेर सिक्न पाइरहेको छ। यहाँनिर अब सोचेको भन्दा चाहिँ धेरै नै सिक्न मौका पायौँ। आलु बाली विकास केन्द्रमा हामीले टिस्यु कल्चरदेखि लिएर पिबिएसको प्रडक्सनदेखि लिएर पिपिएसको बिहा सिधा प्रडक्सनमा सबै हामीले चाहिँ सिक्ने मौका पायौँ। त्यो सँगसँगै हामीले बोकासीहरू बनाउने, कसरी मलहरू, प्राङ्गारिक मलहरू कसरी बनाउने त्योहरू सबै सिक्यौँ। अनि त्यसको साथसाथै हामीले चाहिँ रिसर्चहरू 4वटा जति रिसर्चमा चाहिँ आफै नै सहभागी भएर सिक्ने मौका पायौँ। आलु बाली विकास केन्द्र निगालेले पिबिएस दानाको समेत अनुसन्धान गरिरहेको छ। हामीले यसमा पिबिएस दानाकै रिसर्च गरिरहेको
काठमाडौँ विश्वविद्यालयको विद्यार्थीसँग समन्वय गरेर यसमा रिसर्च भइरह पिबिएस दाना उत्पादन गर्दाखेरि त्यसमा भेजिटेटिभ ग्रोथ एकदमै धेरै देखियो। त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर हामी रिसर्च गरिरहेछौँ। त्यसको लागि नाइट्रोजनको मात्रालाई कम बढी गरेर पहिलाको रिकमेन्डेड 200 र 120 मा हामीले एनपिके प्रयोग गरेर यहाँ उत्पादन गर्छौँ। त्यसलाई कम गरेर र बढी गरेर यसमा हेरिराखौँ हामीले। गुणस्तरीय बिउ आलु उत्पादन गर्ने स्थानीय तह लगायत विभिन्न तहमा कार्यरत कृषि प्राविधिकहरूलाई तालिम दिने, कृषकहरूले गुणस्तरीय आलुको बिउ लगाएर व्यावसायिक आलु खेती गरी मुनाफा लिन सकुन् भन्ने आलुबाली विकास केन्द्रको उद्देश्य रहेको छ। बिउ उत्पादनको लागि मापदण्ड पूरा गरी कृषक समूह, कृषि सहकारी र कृषक आफैले पनि बिउ उत्पादन गर्न सक्नेछन्, तर त्यसको लागि अनुमति पत्र भने लिएको हुनुपर्नेछ। उन्नत बिउ आलु कृषकलाई उपलब्ध गराउनको लागि केही कुरामा ध्यान दिनुपर्छ। सर्वप्रथम त उत्पादन गर्नको लागि, बिउ उत्पादन गर्नको लागि र बिक्री गर्नको लागि अनुमति पत्र लिनुपर्छ। उक्त अनुमति पत्र लिनको लागि बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रमा निवेदन दिने, म अनुमति पत्र को लागि जाँच लिनको लागि तयार छु भन्ने र जाँच लिनको लागि राष्ट्रिय बिउ बिजन समितिले एउटा परीक्षा लिन्छ। त्यो परीक्षामा उत्तीर्ण भइसकेपछि मात्रै बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले तालिम दिन्छ। तालिम दिएपछि उता उत्तीर्ण भएको सर्टिफिकेट र तालिम प्राप्त भएको सर्टिफिकेट लिइसकेपछि हामीले प्रदेश सरकारको कृषि क्षेत्र हेर्ने, जस्तो कृषि ज्ञान केन्द्र या कृषि विकास कार्यालयमा निवेदन दिनुपर्छ, म आलुको बिउ उत्पादन गर्न र बिक्री गर्न इच्छुक छु भनेर कृषक सहकारी या समूहले निवेदन दिन सकिन्छ। र निवेदन दिइसकेपछि एउटा बिउ बिजन उत्पादन तथा बिक्रीको इजाजत पत्र जुन चाहिँ अहिले एग्रोभेटलाई प्रदान गरिरहेको छ, त्यो इजाजत पत्र कृषक सहकारी या कृषक समूहले प्राप्त गर्छन्। त्यसपछि बल्ल बिउ उत्पादन गर्न पाइयो र बिउ उत्पादन गरिसकेपछि प्रमाणित पद्धति या यथार्थ सङ्केत पत्र पद्धतिबाट त्यसको हामीले ट्याग लगाउनुपर्छ। कुनै पनि बिउमा पहिचान नभयो भने बिउ हुँदैन, पहिचान दिनुपर्छ र त्यो बिउ पहिचान दिनको लागि अघि उत्पादन गर्नको लागि इजाजत पत्र लिइसकेपछि बाली निरीक्षक आएर पहिचान दिनुहुन्छ। आलुबाली विकास केन्द्र सिन्धुपाल्चोकमा आलु भण्डारणको लागि व्यवस्थित रस्टिक हाउसको समेत व्यवस्था रहेको छ। रस्टिक हाउसमा राखिएको आलु लामो समयसम्म राखेर बिक्री गर्न तथा खान सकिन्छ भने रस्टिक हाउसमा बिउ आलु समेत राख्न सकिन्छ। रस्टिक स्टोरमा हामी आलु खनिसकेपछि यसमा आलु भण्डारण गर्छौँ। रस्टिक स्टोर 2000 मिटरको उचाइभन्दा माथिल्लो उचाइमा बनाउनु पर्दछ। करिब 10 मेट्रिक टन यहाँ आलु भण्डारण गर्न सकिन्छ र हामीले 6 महिनासम्म मजाले भण्डारण गर्छौँ। 1 सिजनसम्म भण्डारण गरेर यसमा बिउ आलुहरू भण्डारण गर्छौँ र भण्डारण गरेको आलुहरू मा एकदमै राम्रो टुसा आउँछ भनेर यहाँ हामीले आलु भण्डारण गर्छौँ। त्यसपछि अब यसमा भण्डारण गरिसकेपछि रोग किरा पनि कम लाग्ने हुन्छ र हामीले लामो समयसम्म भण्डारण गर्न सक्छौँ। रस्टिक स्टोरमा बिउ आलु मात्र नभएर हामीले अरू आलुहरू पनि भण्डारण गर्न सक्छौँ, जसको कारणले गर्दा हामीले अब उत्पादन गरेको सिजनमै बेच्नुभन्दा पछि बेच्दाखेरि राम्रो फाइदा हुन्छ। केन्द्रले सूचना प्रकाशन गरी आलुको बिउ माग सङ्कलन गर्दछ र मागको आधारमा गुणस्तरीय आलुको बिउ बिक्री वितरण गर्दै आएको छ। आलुको गुणस्तरीय बिउ नै प्रयोग गर्न आलुबाली विकास केन्द्र सिन्धुपाल्चोकले किसानहरूलाई अनुरोध गर्दै आएको छ। गुणस्तरीय बिउ लगाइसकेपछि उत्पादन धेरै हुने, उपभोक्ताले रुचाउने खालको एकै प्रकारका आलु पनि उत्पादन हुने भएको हुनाले यो चक्र व्यवस्थित गर्नको लागि म कृषक सहकारी र समूहलाई अनुरोध गर्छु र उन्नत बिउ मात्रै लिएर गएर खायनमा बेच्नको लागि चाहिँ कृषकलाई अनुरोध गर्छु। गुणस्तरीय बिउ भएपछि आम्दानी बढ्छ, त्यसले गर्दाखेरि यो गुणस्तरीय बिउ नै प्रयोग गरौँ भन्नको लागि अनुरोध गर्दछु। सूचना प्रकाशन भएपछि कृषक समूह, कृषि सहकारी संस्था र आलु खेती गर्ने कृषकहरूले कार्यालयमै गएर वा कार्यालयको इमेलमा पत्र पठाएर पनि बिउ बुकिङ गर्न सकिने व्यवस्था रहेको छ।